राख्यो सामान गएको थियो के मेल गर्नु पर्यो खातै किन राख्नु पर्छ त मैले पनि यो रोडमा यात्रा नगरेको होइन पहिला पैदल यात्रा पनि गरेको छु त्यसपछि बाइपास बाई जिप बाई ट्र्याक्टरमा पनि चढेको छु सुरुमा हेरौँ खाना खाऊँ चामल दुईटा गाडी एकैचोटि चामल उहीँदेखि मगाउनु पर्ने होला मार्सी चामलको भात छ हो पकाएको त्यही हो यो लोकल चामलको भात हो लोकल दाल यो मार्सी चामल जतिको तिम्रो गाउँ हो नाइ तिम्रो घर कहाँ छ तिम्रो घर कुन चाहिँ त्यही अघि त्यो सामान पुऱ्याउने त्यही हो ए ल ल ल राम्रो आएछ ल यो एरियामा तपाईँको पुरानो केही सम्झना छ कि सम्झना छ पहिला हामी धेरै यता आउँछ यतातिर भोटबाट नुन ल्याएर चौरी अथवा भेरा कसैमा जाङ्नामा झाँकेर यहाँ नुन चामल साट गर्छ कि रातो चामल कि सेतो चामल रातो त्यसमा मासिक चामल बन्छ आजबेली पहिला रातो चामल बन्छ सिजाको चामल यस्तो टेस्टी हुन्छ कि अनि हामी यहाँ आउँछ यहाँ पारीले बन्छ यता वारीले बन्छ अनि यहाँभन्दा माथि जुम्ला जाने बाटो पनि छ अनि नुन र त्यो चामल साटासाट कसरी हुन्छ कुन तरिकाले बोधिए पनि बन्छ चौपाचो पनि बन्छ चौपाचो भन्नाले के हो चौपाचो भनेर 4 पाती नुनको 5 पाती चामल चामल के केलाएको कि नकेलाएको नकेलाएको कस्तो छ नकेला धेरै के अरे राम्रो हुँदैन अलिअलि बिहा हुन्छ अनि त्यहाँदेखि दो पाँच के दोपान्छ भने 2 चामलको के नुनको 5 नुन चामल त्यसो भए त अनि त्यो बेला चाहिँ नुनको व्यापारीहरूले धेरै फाइदा हुने भयो त अब फाइदा भन्दा अब भोटबाट ल्याउनु पर्छ बोकेर यहाँसम्म पुऱ्याउनु पर्यो अनि यो बाटोहरूमा कति सम्झना छ दिनरात यो बाटोहरूमा कहिलेकाहीँ सुतेको सम्झनाहरू अनि त्यो पारी बस्ने गर्छ त्यहाँ बेला यो पुल थिएन काठे पुल थियो त्यहाँ पारी हामी बास बस्छ अनि त्यहाँबाट उता गाउँ पऱ्यो हजुरको शुभ नाम मेरो नाम सुरजबहादुर रावत हजुर गाउँ यहाँकै सिजा गाउँपालिका वार्ड नम्बर 3 को हजुर जवान हुने बेलामा माथि मुगोम र कारमा रङको मान्छेहरू नुन बोकेर चाइनाबाट यहाँ धानसँग साटासाट गर्न आउँछ नि त्यो कथा तपाईँसँग केही छ कि त्यस्तो बारेमा पहिला यो वैशाखको महिनामा आउँथे त्यहाँ मुगका मान्छेहरू त्यहाँ हाम्रो आएर धान खरेतेर अनि धान कुटेर अनि भारी बनाएर बोकेर मुगमा लिने गर्थे हजुर यो पहिला एउटा उखान थियो नि जाराको दाइले नुन ल्याए दो पाँचो जाराको जैमरी क्या खाँचो भन्छ त्यो के हो त्यो यतातिर चल्छ कि उतातिर चल्छ दो पाँचो भनेको के हो भने 2टा नुन दियो र 2 पाती नुन दियो भने 5 पाती हामीले चामल दिने त्यस कारणले रिसाइ हो कि भन्छ अनि दुने हजुर 1 नुन दियो र 2 चामल दिने दुने भयो फेरि 4-5 पनि हुन्छ 4 दियो र 5 लिने त्यो पनि थियो सब हामीले किनि खाएका तपाईको बेलामा त्यो भन्ने चलन छ जाराको जैमरी क्या खान्छ त्यो त मैले सुनिन हजुर अथवा भन्यो होला पुरो मिलाएर महामाङ्दी पुवा रिउसा कत्ति किन्दी अङ्गी डोल्फु ताका खारी सेरक दाउरा सिताइ मुगु हजुर तपाईँ जवानमा जाने बेलाको व्यापार के थियो कारण जाने चाहिँ कपडा कपडा लगाउने रानीपुरे रानीपुरे के हो दाइ यो मल अनि यो गोबरको मल चल्दैन
गोबरको मल पनि चल्छ चल्नु भयो के गाई गोरु छैन